ल धुप बनाउने तालिम फर्स्ट स्टेपमा हेर्नुहोस् है कागज कस्तो आउँछ भनेर भन्नुहोस्। हेर्नु है सुरुमा यस्तो कागज हुन्छ है यसरी लामो बनाएर यसरी पट्याउने बराबरी बनाएर यसरी सर्लक्क पट्याउने हेर्नुहोस् है यसरी सर्लक्क लामो गरेर पट्याएपछि यसलाई 2 पिस गरेर यसरी छुट्याउने। ठिक छ बिस्तारो गर्नु न केही छैन म यहाँ लामै बनाइदिन्छु नि के ल हतार छ र यसरी 2 पिस उनीहरूलाई पठाइदिने हो हेरिहाल्छन्। छुट्याउने धुपबत्ती बाट्ने यो कागज है तपाईँले यहाँ म्याडमले देखाइरहनु भएको छ फर्स्ट स्टेपमा सिक्दाखेरि यो के गर्ने पट्याएपछि 2 टुक्रा बनाउने। हेर्नु है यो 2 टुक्रा भयो 2 टुक्रा भएपछि एउटा टुक्रालाई साइडमा राख्नु। पहिला एउटा टुक्राबाट यसरी प्र्याक्टिस गर्नु यसरी पटाउनु है सजिलोको लागि पहिला एउटाबाट यसरी बनाउनु एउटाबाट यसरी पट्याएपछि कटिङ गर्न सजिलो हुन्छ। हेर्नु है यसरी पट्यायो भने कटिङ गर्न सजिलो हुन्छ। हेर्नु म ल कटिङ गरेर देखाउँछु तपाईहरुलाई है साइज पनि भन्नुस् है यहाँबाट यहाँसम्म 50 पिस निकाल्न सक्नुपर्छ है 50 पिस यसबाट 50 पिस यो एक पिसबाट 50 पिस निकाल्दा हामीले एउटा पेपरबाट 100 पिस निकाल्ने है चोरअमलाको साइज 100 पिस निकाल्ने कसरी भने यो चोरअमलाको 1 अमल नापो गरेर कटिङ गर्दा यहाँबाट यहाँसम्म ठ्याक्कै 50 निस्किन्छ यहाँबाट यहाँसम्म 50 निस्किन्छ एउटा पेपरबाट 100 पिस निस्किन्छ। सुरुमा चोरअमलाको नापोले काट्नु है अनि बानी पर्दै गएपछि अड्कलेर नि काट्न सकिन्छ है। हेर्नु है आफूलाई बानी परिसकेपछि खुइ सिधा अड्कलेर काट्न सकिन्छ। अब त्यो छोड्दिनुस् 50 एउटा काट्नु पर्दैन। ल हेर्नु यहाँबाट यहाँसम्म 50 ठ्याक्कै हुन्छ है यत्रो काट्दा। अब कागज यस्तो हुन्छ कागज यत्रो हुन्छ है ठिक छ ल यत्रो हुन्छ है एक पिस कागज यत्रो हुन्छ। ल धुप बाटेर देखाउँछु मैले। हेर्नु है यसरी पट्याउने यसरी पट्याएपछि यो हल्का खाल्टो हुन्छ यहाँ पाउडर यसरी राख्नलाई सजिलो हुन्छ ट्याक्क पाउडर अट्छ छेउमा थोरै ग्याप राख्ने अनि यसरी बिस्तारै ढिलो गरेर मैले देखाइदिन्छु हजुरहरूलाई सिक्न पनि सजिलो हुन्छ हेर्न नि बुझ्न सजिलो हुन्छ। हेर्नु थोरै ग्याप राख्ने धेरै ग्याप राख्यो भने टुप्पो लामो हुन्छ थोरै ग्याप राख्ने है। हेर्नु यस्तो गरेर यसरी समात्यो भने पाउडर खस्दैन यसरी बिस्तारी बिस्तारी बटार्दै जाने यसरी है यसरी बटारेपछि बराबरी बनाएर यसरी समाउने बराबरी समातेपछि यसरी एउटा अर्को तरिकाले एउटा बटार्छु है। ल हेर्नु है यसरी बराबरी बनाएर यसरी बटार्ने यो चाहिँ यसरी घुमाउने तरिका हो। यसरी घुमाउने तरिका है यो बटार्ने देब्रेपट्टि यसरी मजाले चोरअमला र बुढी अमलाले तानेर दाहिनेपट्टि यसरी सट्ट घुमाउने है। हेर्नु है यस्तो गर्छ। अब अर्को तरिका ल अर्को तरिकाले गर्छु है अब हेर्नु यस्तो गरेर पट्यायो भने यो खोल्सा जस्तो हुन्छ यहाँ धुप राख्नलाई सजिलो हुन्छ ट्याक्क अडिन्छ है। थोरै बिस्तारी मिलाएर धुपको पाउडर बराबरी लेभल मिलाएर हाल्न जान्यो भने राम्रो हुन्छ है। ल खुसिन्छ त ल हेर्नु है यसरी समातेर यसरी बिस्तारी बटार्ने है यसरी बटार्ने। अघि अमला चालेर बटार्न सिकायो भने अहिले हेर्नु है अमला चाल्न नजान्नेको लागि डोरी बाटे जस्तो यसरी बटार्ने यो टुप्पा फुस्केला भनेर यसरी समाएको है मैले। ल हेर्नु यस्तो गरेर डोरी बाटे जस्तो बटार्दै तल लग्ने है। स्टेप काउन्ट गर्नुस् है कतिवटा स्टेप हुन्छ यसरी बटार्दै गयो भने 11 स्टेप हुन्छ है 11 स्टेप भयो भने राम्रो हुन्छ यसरी बटारेको यसरी।
यसरी बटार्ने। यो टुप्पामा पुगेपछि फेरि यो चोर अम्ला र बुढी अम्लाले मजाले बटार्न पर्छ अनि दाहिने घुमाउनु पर्छ है। हेर्नु है, 1 2 3 4 5 6 7 8 9 10 ठ्याक्कै 11 हुन्छ है यसरी घुमाउँदा है। अलि देखाइदिनुस् त स्टेप काउन्ट। अलि यहाँ देखेन। 1 2 सिधा गर। सिधा गरेर 1 2 3 4 5 6 7 8 9 10 11 यो मोटोमा ठ्याक्कै 11 स्टेप हुँदो रहेछ। यो टुप्पासम्म यतिको टुप्पा हुनुपर्छ है। यतिको टुप्पा भयो भने राम्रो देखिन्छ। यो भन्दा लामो भयो भने राम्रो देखिन्न है। जसलाई आधा इन्च आधा उमेर यो 1 अमल छोड्यो भने लामो हुन्छ। यति थोरै दायाँ बायाँ पाउडर नहालिकन गर्नुपर्छ है दर्शक श्रोताहरू। यो भनेको एउटा पेपरमा 100 वटा बत्ती निकाल्दाखेरि यो साइजमा काट्नु पर्यो भने अब तपाईले एउटा पेपरमा 80 वटा निकाल्दाखेरि चाहिँ बुढी उम्टाको साइजमा म्याडमले काटेर एउटा फेरि बनाइदिनुहुन्छ। ल बुढी उम्लाको साइजमा 80 वटा निकाल्दाखेरि 80 वटा निकाल्न पर्यो भने चाहिँ बुढी अम्लाको साइजमा है। जति मुठामा कम राखिन्छ त्यति मोटो बनाउनु पर्ने हुन्छ। यो 80 पिस निकाल्दाखेरिको साइज यत्रो हुन्छ भने 100 पिस निकाल्दाको साइज यत्रो हुन्छ है दर्शक श्रोताहरू। ल यो 80 पिस निकाल्नेको साइज देखाउँछु मैले। यो 100 पिस निकाल्ने 30 पिस राखेर मुठा बनाइन्छ भने 80 पिस यो 80 पिस राख्ने चाहिँ 15 वटा राखेर मुठा बनाइन्छ है। मुठा बनाउने तरिका नि देखाउँछु है म। ल हेर्नु, दायाँ बायाँ यति थोरै छोड्नुपर्छ है। धेरै छोड्यो भने टुप्पा लामो हुन्छ है। जसले गर्दा टुप्पा भाँचिन्छ। टुप्पा भाँचिन्छ, नराम्रो देखिन्छ। त्यही भएर टुप्पा चाहिँ थोरै। ल हेर्नु है, ल यस्तो गरेर ल हेर्नु है। यसरी उम्रा चाल्न जान्नुभयो भने ल यसरी अम्ला चाल्न जान्नुभयो भने चाहिँ छिटो हुन्छ है। अम्ला नचालिकन दाम्रो जस्तै बटारेर त्यो तरिकाले नि गरिदिन्छु है म। ल एउटा अम्ला चालेर गर्छु भने अर्को बटारेर सिकाउँछु है। ल हेर्नु है, यसलाई पनि दाहिने र देब्रे हुन्छ बटार्ने। ल हेर्नु है, दाहिने घुम्नुपर्छ है। दाहिने देब्रे घुम्न हुँदैन है। देब्रे घुमेको दुध चाहिँ ठिक हुँदैन र तल धर्मद्वारमा राख्न सिकाउनुहुन्छ अहिले म्यामले है। धर्मद्वार चाहिँ बनिसक्यो। नेपाली चारको अक्षर जस्तो गरेर तल धर्मद्वार पनि राख्नुपर्छ। यसरी बटार्दै बटार्दै दाहिने घुमाउँदै लानुपर्छ है यसरी। यस्तो पाउडरहरू तितेपाती, अष्टसुगन्ध, सुनपाती, भैरवपाती अनि हजुरको चाहिने विभिन्न किसिमको सुगन्धित पाउडरहरू राखेर बनाउन सकिन्छ। जति मगो पाउडर राख्नुहुन्छ धुप पनि त्यति मगो हुन्छ है दर्शक। ल यस्तो हो धर्मद्वार भनेको यस्तो हुन्छ। ल धर्मद्वार भनेको यस्तो हुन्छ। यस्तो बनाएर नि बनाइन्छ धुप है। अनि यस्तो लपक्क पारेर पनि बनाइन्छ। पुवाल नराखी नि बनाइन्छ भने यस्तो पुवाल राखेर टपक्क चार जस्तो नेपालीको चार जस्तो बनाएर यसरी बटारेर नि देखाइन्छ है। ल हेर्नु है, यस्तो बनाएर। अब म्याडमले भनिदिनु पर्यो जति मुठामा कम राखिन्छ त्यति धुपको मोटाइ बढी हुन्छ। अब यो एउटा पेपरबाट 80 पिस निकाल्नेमा यो 15 वटा पिस राखेर एउटा मुठा बनाइन्छ भने यो एउटा पेपरबाट 100 पिस निकाल्दाखेरि 30 वटा पिस राखेर मुठा बनाइन्छ। 10 वटा राखेको मुठा बनाइन्छ भने एउटा पेपरबाट 50 वटा निकालिन्छ। 10 वटाको मुठा चाहिँ यसरी कतिवटा पिस राखेर बनाउने हो। जुनसुकै मुठा बनाउँदा नि यसरी बराबरी बनाएर यो यसरी मिलाएर ट्याक्क भएर चाहिँ यसलाई धागोले यसरी बाँधेर यसैको पनि डोरी जस्तो बनाएर यसको पनि यस्तो टुटफुट भएर गएको थोरै थोरै टुक्रा छ भने डोरी जस्तो बनाएर यसरी डोरी जस्तो बनाएर यसरी बटार्न सकिन्छ है। यसरी टक्क मिलाएर यस्तो गरेर बटारेर टाइट गरेर मुठा च्याट्ट बनाउन सकिन्छ है। यसरी यसरी बनाइन्छ। हेर्नु है
दर्शक श्रोताहरू। ल यसरी बनाउनु भयो भने पैसा कमाउनुहुन्छ, व्यवसाय पनि गर्न सक्नुहुन्छ आफ्नो ल। गाउँघरमा। आफूले बनाएर घर गाउँमा व्यवसाय नि गर्न सकिन्छ, आफ्नो घरायसी प्रयोजनको लागि नि सजिलो हुन्छ, 2-4 पैसा कमाऊँ भने नि फुर्सदको समयमा यस्तो काम गरेर कमाउन सकिन्छ। ल दर्शक श्रोताहरू, स्वरोजगार सिप विकास नेपालद्वारा स्वरोजगार सिप विकास नेपालद्वारा हजुरहरूलाई जानकारी गराउँदैछौँ, तालिम काम हामी खुलेको छ, दिँदैछौँ। तालिम दिँदैछौँ। इच्छुक हुनेले इच्छुक हुनेले सम्पर्क गर्नुहोला स्वरोजगार सिप विकास नेपालमा। को वेलकम म छ। प्रशिक्षक हुँ। म प्रशिक्षक हुँ। म यस ठाउँमा काम सिकेर अहिले प्रशिक्षकको रूपमा सबै दर्शक श्रोताहरूलाई माला सिकाउँदैछु। सिकाउँछु, धूप सिकाउँछु, माला, धूप, चकटी, खेलौना सबै आइटम सिकाउँछु। सबै कुरा मैले यहाँ सिकेर सबैलाई सिकाउने प्रशिक्षकको रूपमा काम गरिरहेको छु मैले अहिले। धन्यवाद। ल।